चटपट तयार भयो आज बजारमा के भयो अनि नगरपालिका पनि गइयो यो हो डे 3 अफ माई ओज नमस्कार दिदी बहिनी दाजुभाइ अनि दर्शकहरू म चाहिँ छु अहिले गाडीमा अनि जाँदैछु म अफिसतर्फ आशा छ हजुरहरूलाई राम्रो लाग्नेछ राम्रो लाग्यो भने मेरो ब्लगलाई एकदमै धेरै सपोर्ट गरिदिनु अनि लाइक पनि गरिदिनु होला म चाहिँ अहिले अफिसमा जाँदैछु हामी चाहिँ आज साइटमा गइएन हामी चाहिँ अफिसमा बसेर गुगल अर्थ चलाइयो त्यसैले मैले चाहिँ क्लिप खेल्न सकिनँ त्यसको लागि एकदमै सरी अनि हाम्रो खाजा छुट्टी भयो 3 छ नि भयो अब चाहिँ हामी निस्किनेछौँ अफिसको लागि खाजा लिनको लागि पेटले कर्क्यारकुर गर्यो अनि घाम पनि यस्तो लागेको छ अब चाहिँ हामी गयौँ खाजा लिनुको लागि खाजा चाहिँ के खाने भन्दाखेरि मैले हात घुमाइरहेको छु तपाईँले साइनोले बुझ्नु भएन होला इट्स मी चटपटे गोलुवा मैले चाहिँ गोलुवा भन्छु यसलाई गोलुवा चाहिँ कहाँ खाने भन्दाखेरि हामीलाई थाहा छैन यो चाहिँ हाम्रो लागि नयाँ ठाउँ हो त्यसैले हामीले चाहिँ खोज्दैछौँ अब कहाँ जाने गोलुवा खानको लागि फाइनली गोलुवा केन्द्र भेटियो यो रहेछ वान एन्ड ओन्ली न्यू टेस्ट कर्नर म त्यहाँ गएको त अङ्कल त पुरै बिजी अङ्कलले चाहिँ पानीपुरी बनाउँदै हुनु रहेछ पानीपुरी बनाएको देख्दाखेरि खाङखाम जस्तो भयो तर चाहिँ बजेटले साथ दिएन त्यसले हामीले चाहिँ पानीपुरी खिच्यौँ अनि हामीले भन्यौँ अङ्कललाई अङ्कल बनाइदिनुहोस् हामी चाहिँ एउटा ठाउँमा घुमेर